सरकारी कर्मचारीहरूको तलब बढ्ने कुरा के भयो? शेयर बजारको गेन ट्याक्समा परिवर्तन भयो कि नै? युएसले ग्रान्ट्स नदिने भएपछि त्यसले नेपालको बजेटमा कतिको असर गर्यो? पहिलेको बजेट र अहिलेकोमा के भिन्नताहरू छन्? मिति 2081 साल जेठ 15 गणतन्त्र दिवसको दिन तत्कालीन अर्थमन्त्री विष्णु पौडेलज्यूले जनता समक्ष अबको आर्थिक वर्ष 2082-83 को बजेट प्रस्तुत गर्नुभएको छ। यस भिडियोमा म नेपालको 2082-83 को बजेट कुन क्षेत्रमा के कति बजेट छुट्याइएको छ, साथै पहिलेको तुलनामा कस्तो रहेको छ, समग्रमा अबको आर्थिक वर्षको प्लानिङ बारे विस्तृत जानकारी दिन गइरहेको छु। आर्थिक वर्ष 82-83 को लागि 19 खर्ब 64 अर्बको बजेट प्रस्तुत गरियो। बजेटमा के कति अलोकेसन भयो त्यो बुझ्नु अगाडि बजेट भनेको के हो त्यो बुझौं। सिम्पल भाषामा बुझ्नु पर्दा बजेट भनेको एस्टिमेसन हो, आम्दानी र खर्चको। कसको आम्दानी र खर्च भनेर जिज्ञासा भए यहाँ नेपाल सरकारको खर्च र आम्दानीको कुरा हुँदैछ। नेपाल सरकारले अबको आर्थिक वर्ष 2082-83 मा कुन क्षेत्रमा कति एक्सपेन्सेस गर्ने र साथै त्यो रकम कताबाट उठाउने वा आर्जन गर्ने सम्पूर्ण कुराको विवरण यस बजेटमा प्रस्तुत गरिन्छ। बजेटको दुई मुख्य पाटाहरू हुन्छन्, एउटा हो आय र अर्को भनेको व्यय। आय वा इन्कमको कुरा गर्दा नेपाल सरकारले कुन क्षेत्रबाट कति इन्कम गर्ने भनेर प्लानिङ गरेको हुन्छ र त्यसबारे यस बजेटमा जानकारी दिइन्छ। गभर्नमेन्टको मेन सोर्स अफ रेभिन्यू भनेको ट्याक्स कलेक्सन हो। नेपाल सरकारले अबको वर्षमा कति ट्याक्स कलेक्ट गर्न सकिन्छ भन्ने बारे एस्टिमेटेड बजेट क्याल्कुलेट गरेको हुन्छ। यो हावाको तालमा क्याल्कुलेट हुने होइन। पुरानो वर्षहरूलाई रेफरेन्स लिएर अबको वर्षमा कति ट्याक्स कलेक्ट हुन सक्छ त्यो कुराको अनुमान लगाइन्छ। नेपाल सरकारको दोस्रो सोर्स अफ फन्ड हो डेट अथवा लोन लिने। नेपाल सरकारले यदि ट्याक्सबाट खर्च धान्न नसक्ने परिस्थितिमा कमसेकम ब्याजमा ऋण लिन्छन्। अब आयो अर्को प्रश्न, हामीले त आफ्नो साथीभाइहरूबाट लोन लिन्छौँ, तर नेपाल सरकारको इष्टमित्र को होला नि त? सोच्नु त एकपटक। नेपाल सरकारले लिने ऋण दुई तरिकाको हुन्छन्, एउटा हो इन्टर्नल लोन र अर्को भनेको एक्सटर्नल लोन। इन्टर्नल लोन भनेको बोन्ड्स अथवा डिभेन्चर्स जस्तो इन्स्ट्रुमेन्टहरू इस्यु गरेर लिइने लोन जुन चाहिँ देशभित्रकै जनताहरूबाट उठाइन्छ। अर्को हो वैदेशिक ऋण अथवा एक्सटर्नल डेट जुन चाहिँ वर्ल्ड ब्याङ्क, एसियन डेभलपमेन्ट ब्याङ्क लगायत शक्तिशाली राष्ट्रहरूबाट लिइन्छ। र त्यसबाहेक अर्को सोर्स अफ रेभिन्यू हो ग्रान्ट्स वा अनुदान जुन आउने नआउने कुनै टुङ्गो भने हुँदैन। हामीले यसको एस्टिमेट मात्र गर्न सक्छौँ। कुनै वर्ष एस्टिमेट गरेको भन्दा धेरै पनि हुन सक्छ भने कुनै वर्ष एस्टिमेट गरेको भन्दा थोरै पनि हुन सक्छ। आर्थिक वर्ष 2082-83 मा 13 खर्ब 15 अर्ब रकम ट्याक्सबाट उठाउन सक्ने अनुमान गरिएको छ। त्यससँगै देशभित्रबाट 3 खर्ब 62 अर्ब र वैदेशिक ऋणबाट 2 खर्ब 33 अर्ब जति उठाउन सक्ने अनुमान गरिएको छ। र अन्तिममा अनुदानको कुरा गर्दा 53 अर्बको अनुदान आउन सक्ने अनुमान गरिएको छ। नेपाल सरकारले कुन कुन क्षेत्रबाट कति रेभिन्यू अर्निङ गर्ने रहेछ भन्ने कुरा त बुझ्यौ। अब कुरा गरौँ 3 प्रकारका बजेटहरूको बारेमा। एउटा हो सरप्लस बजेट, दोस्रोमा कुरा गरौँ ब्यालेन्स बजेट र तेस्रो हो डेफिसिट बजेट। कुनै पनि देशको यदि रेभिन्यू त्यसको खर्चभन्दा धेरै भएको अवस्थामा त्यस्तो बजेटलाई सरप्लस बजेट भनिन्छ। दोस्रोमा कुरा गरौँ ब्यालेन्स बजेट। यदि रेभिन्यू र एक्सपेन्सेस बराबरी भएको अवस्थामा त्यस्तो बजेटलाई ब्यालेन्स बजेट भनिन्छ। र तेस्रोमा डेफिसिट बजेट भनेको चाहिँ यदि कुनै देशको खर्च त्यसको रेभिन्यू भन्दा बढी भएको अवस्थामा त्यस्तो बजेटलाई डेफिसिट बजेट भनिन्छ। नेपाल सरकारको आयको कुरा गरेपछि अब पालो रह्यो व्यय अर्थात् खर्चहरूको। खर्चको कुरा गर्दा नेपाल सरकारले गर्ने एक्सपेन्सेस प्रमुख 3 शीर्षकमा विभाजन गरिएको छ। सुरुमा कुरा गरौँ सबैभन्दा बढी खर्चबाट। यो खर्चले सम्पूर्ण खर्चको अधिकांश भाग ओगटेको हुन्छ। यो हो चालु खर्च जसलाई करेन्ट एक्सपेन्सेस भनेर पनि चिन्छौँ। हाम्रो देशमा आर्थिक, सामाजिक तथा अन्य कार्यहरू क्रियाशील हुनको लागि सरकारले यस शीर्षकमा अधिकांश बजेट छुट्याएको हुन्छ। यसमा सरकारी कर्मचारीको स्यालेरी, सोसल सिक्युरिटीमा चाहिने पुलिस आर्मीको स्यालेरी लगायत खर्चहरू यस शीर्षकमा पर्दछन्। दोस्रो खर्चको कुरा गरौँ क्यापिटल एक्सपेन्डिचर अर्थात् पुँजीगत खर्च।
यस शीर्षकमा देशको विकासको लागि चाहिने महत्त्वपूर्ण एस्पेक्ट्सहरूमा खर्च गरिन्छ, जस्तै कि रोड डेभलपमेन्ट, उपचारको लागि चाहिने हस्पिटल्सहरूमा, पढाइमा, टेक्नोलोजी लगायत विभिन्न क्षेत्रहरूमा खर्च गरिन्छ। तेस्रो महत्त्वपूर्ण खर्च रहेको छ फाइनेन्सियल म्यानेजमेन्टको लागि। भन्नुको मतलब वित्तीय व्यवस्थापनको लागि चाहिने खर्च। अगाडि इन्कममा कुरा गर्दा हामीले लोन लिनुपर्ने कुरा गरेको थिए, त्यसको इन्ट्रेस्ट पेमेन्ट लगायत अन्य खर्चहरू फाइनेन्सियल म्यानेजमेन्ट अन्तर्गतबाट गरिन्छ। अर्को आर्थिक वर्ष 2082-83 को कुरा गर्दा करेन्ट एक्सपेन्सेसमा 11 खर्ब 80 अर्ब विनियोजन गरिएको छ। त्यसै गरी क्यापिटल एक्सपेन्सेसमा 4 खर्ब 7 अर्ब रुपियाँ छुट्याइएको छ र अन्तिममा फाइनेन्सियल म्यानेजमेन्टको लागि 3 खर्ब 75 अर्ब रुपियाँ छुट्याइएको छ। सरकारको अबको वर्ष 2082-83 को एक्सपेक्टेड एक्सपेन्सेसलाई निहालेर हेर्दा के पनि बुझ्न सकिन्छ भने क्यापिटल एक्सपेन्सेसमा 16% सिग्निफिकेन्ट इन्क्रिमेन्ट हुन सक्ने अनुमान गर्न सकिन्छ, जसको मतलब सरकारले अब इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लगायत रोड डेभलपमेन्ट, हस्पिटल डेभलपमेन्टमा चाहिँ एक्सपेन्सेस गर्न सक्ने अनुमान गर्न सकिन्छ। अब कुरा गरौँ वर्ष 2082-83 को बजेटको उद्देश्यहरूको बारे। पहिलो नम्बरमा रहेको छ उच्च दिगो एवं फराकिलो आर्थिक वृद्धि र गरिबी निवारण गर्ने। दोस्रोमा रहेको छ उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने। तेस्रोमा रहेको छ आधुनिक प्रविधिको प्रयोग बढाउँदै साथै आर्थिक क्षमता वृद्धि गर्ने। चौथोमा रहेको छ सामाजिक संरक्षण एवं विकासका माध्यमहरूबाट सामाजिक न्याय कायम गर्ने र अन्तिममा रहेको छ गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्धन गर्ने। अब कुरा गरौँ नेपाल सरकारको प्रायोरिटी लिस्टको बारे। पहिलो नम्बरमा रहेको छ उद्यमशीलता, रोजगारी, उत्पादन र उत्पादनत्वको अभिवृद्धि। दोस्रोमा रहेको छ प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार। तेस्रोमा रहेको छ सामाजिक क्षेत्रमा गुणात्मक सुधार। चौथोमा रहेको छ सन्तुलित विकास र सामाजिक सुरक्षाको निश्चिन्तता र अन्तिममा रहेको छ नागरिक मैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार। यहाँ स्क्रिनमा देख्न सक्छौँ हामीले यो रहेको छ 2076-77 देखि 2082-83 सम्मको बजेट। सुरुको वर्ष 2076-77 मा बजेट थियो 15 खर्ब 32 अर्ब र त्यो एभ्री इयर बढ्दै गएको छ र अहिलेको बजेट रहेको छ 19 खर्ब 64 अर्ब रुपियाँ। त्यो रहेको छ त्यतिका वर्षको बजेट। अब यता एक्चुअल बजेट चाहिँ यता रहेको छ, जबकि 15 खर्ब 32 अर्बको बजेट भए पनि एक्चुअलमा खर्च भएको भनेको 10 खर्ब 91 अर्ब मात्र रहेको छ। यस्तो किन हुन्छ भन्दाखेरि एभ्री टाइम हामीले एस्टिमेट गरेको हुन्छौँ कि यति इन्कम हामीले यताबाट कलेक्ट गर्छौँ भन्ने कुरा, तर हामीले सोचेको जति अमाउन्ट कलेक्ट नहुन पनि सक्छ। जस्तै कि यस वर्ष हामीले जति ट्याक्स अमाउन्ट कलेक्ट गर्छौँ भनेर एस्टिमेट गरेको छौँ त्यति टोटल अमाउन्ट कलेक्ट नहुन पनि सक्छ। त्यस्तो अवस्थामा हामीले इन्कम नै नभएपछि हामीले एक्सपेन्सेस गर्नको लागि पनि कतैबाट जुटाउन सक्ने अवस्था हुँदैन। त्यसकारण हामीले जति बजेट छुट्याएको हुन्छौँ त्यति एक्चुअलमा खर्च नहुन पनि सक्छ। यस्तो कुरा विगतका धेरै वर्षहरूमा त्यस्तै रहेको छ। अघिल्लो वर्षको कुरा गर्यो भने पनि 18 खर्ब 60 अर्बको बजेट भए पनि एक्चुअलमा खर्च त्यति धेरै नहुन पनि सक्छ। आजको लागि अन्तिममा कुरा गरौँ यस बजेटको हाइलाइटहरूको बारेमा। नेपाल सरकारले उद्यमशीलता र स्टार्टअप कल्चरलाई प्रमोट गर्नको लागि 20 लाखसम्मको लोन कोलाट्रल फ्री दिने र त्यो पनि 3% को इन्ट्रेस्ट रेटमा। यो पाउनको लागि हामीले आफ्नो एकाडेमिक क्वालिफिकेसन्स, स्किल्स, सर्टिफिकेट र बिजनेस प्लानको आधारमा पाउन सक्छौँ। दोस्रोमा कुरा गरौँ एनआरएन अर्थात् नन नेप्लिज रेसिडेन्सियल्सहरूलाई नेप्सेमा इन्भेस्ट गर्न प्रविधिको विकास गरिनेछ। अर्कोमा कुरा गरौँ 10 करोडसम्मको आर्थिक कारोबार गर्ने स्टार्टअप्सहरूलाई 5 वर्षसम्मको आयकर नलाग्ने नियम ल्याइएको छ। यसले गर्दा नयाँ स्टार्टअप गर्नेहरूलाई मोटिभेट हुनेछ। मदिरा, सुर्ती र चुरोटको भन्सारको दर वृद्धि गरिनेछ। सरकारले अब विद्यार्थीहरूलाई हप्तामा 20 घण्टा काम गर्ने व्यवस्था मिलाउनेछ। त्यस्तै गरी स्टार्टअपको वृद्धिको लागि सरकार, विश्वविद्यालय र प्राइभेट सेक्टरको सहकार्यमा इन्क्युबेसन सेन्टरको स्थापना हुनेछ। त्यस्तै गरी युवा लक्षित रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ।
अबको आर्थिक वर्षमा 942 मेगावाट थप इलेक्ट्रिसिटी उत्पादन गर्ने योजना राखिएको छ। र अन्तिममा कुरा गरौँ सामाजिक सुरक्षा भत्ता पाउनको लागि अब 70 वर्ष उमेर पुग्नुपर्ने नियम आएको छ। यो त भयो अबको आर्थिक वर्षको बजेट एलोकेसन। मैले यसमा कुरा गरेँ अबको आर्थिक वर्ष 82-83 मा नेपाल सरकारले कुन क्षेत्रबाट कति रेभिन्यू जेनेरेट गर्छ र साथै कुन क्षेत्रमा कति एक्सपेन्सेस गर्छ भन्ने विवरण मैले यस भिडियोमा प्रस्तुत गरेँ। यस्तै इन्फर्मेटिभ भिडियो लिएर फेरि उपस्थित हुनेछु। त्यो हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नछुटाउनु होला। See you in my next video. Until then, stay safe and stay invested.